हेलो गाइस वेलकम ब्याक टु माई च्यानल हो ल अब चाहिँ म लाग्दिनु आँटेको माथि ड्युटी र यहाँ बोइसहरू बसिरहेको छ हो अल्गा ड्युटी जानु अगाडि अलिकति बोइसहरूसँग मिटिङ होइन अब एज युजुअल त्यही रुटिन फलो गर्नुपर्छ ल सियु लेटर गाइस म चाहिँ लु गाउँबाट निस्किसकेको छु हो अन्त यहाँ बजारमा हेर्न बजारमा चाहिँ लु यो सब रामनवमीको प्रिपेरेसन्स हुँदैछ अस्तिको साल त तर अलिक छिटो भएको जस्तो लागेको थियो यो साल त कति अहिले मार्च भइसक्यो यहाँ पनि एकदम झन्डाहरू लगाएर हो मजाले उयो हुँदैछ हो अब आजको भिडियो चाहिँ कस्तो हुन्छ भन्दाखेरि म अहिले खाना खानु आउँछु त्यति बेलासम्मको चाहिँ सुट गरिराख्छु हो किनभने अहिले सिजन पनि लाग्यो हो त्यो पछि खाना खाएर गएर त कस्टमरहरू पनि भन्नै सक्दैन यत्तिकै आउँछ हो हिजो पनि फुर्सदै भएन फर्काइ पनि ढिलो भइदियो हो त्यही भइकन एउटा टाइम पनि पाउँदैन उयो गर्नु न भिडियो बनाउनु टाइम पाउँछ न एडिट गर्नु केही नै टाइमै पाउँदैन त्यही भएर चाहिँ म अहिले दिउँसोसम्मको चाहिँ खिच्छु हो भ्लग ल गाइस सिउ लेटर अब भट दोकान गइकन कामसाम गरिदिइहाल्नुपर्छ अन्त सिउ लेटर र वेलकम ब्याक गाइस र बल्ल बल्ल म चाहिँ यहाँ मेरो कामहरू सकेँ हो बिहानको अन्त अहिले यो 36,000को ज्याकेट मुनि बसिरहेको छु र गाइस म चाहिँ आज यो हाम्रो दोकानको अफिसमा छु हो अफिस चाहिँ यस्तो छ मालिक बस्छ अब मैले चाहिँ यहाँ इन्ट्री गर्नु आँटेको छु हो कम्प्युटर अन गर्नुपर्छ कहाँ छ अब यो कम्प्युटर अन गरेर चाहिँ यहाँको इन्ट्रीहरू हाल्नुपर्छ किनभने आज 31 तारिक हो मार्च लास्ट अब फाइनेन्सियल इयर बन्द हुने दिन हो नि त आज 1 तारिक अप्रिलदेखि नयाँ स्टार्ट हुन्छ त्यही भएर आज चाहिँ यो इन्ट्री सबै आजसम्मको चाहिँ गर्नुपर्छ के आयो ल गाइस यो लेटर अब यो इन्ट्री सेन्ट्री गरेर खाना खाने टाइमहरू हुन्छ होला त्यति बेला भेटौँ लु गाइस अब चाहिँ खाना खानु निस्किरहेको छ हो हामी अगाडि जाँदैछ बुढो अब चाहिँ खानासाना खाएर चाहिँ कम्प्युटर क्लास लाग्दिनु पर्छ कम्प्युटर क्लास गएर फेरि त्यहाँ गरेर आइदिएर इन्ट्री सेन्ट्री गरिदिएर चाहिँ गरिदिनुपर्छ आज अलिकति दिन चाहिँ राम्रो छ यहाँ साटीमा छु हो ल गाइस यु लेटर अब खानासाना खाइकन भेटौँ लु गाइस म चाहिँ घरमा आइपुगिसकेको छु हो अन्त त्यहाँबाट खाना चाहिँ मेरो यस्तो छ फ्राइड मोमो फ्राइड राइस बोइल्ड एग होइन हुनु चाहिँ सब्जी पनि थियो हो तर अब सब्जी पनि हिजो रातिको रहेछ मलाई त्यस्तो मन पनि पर्दैन त्यो सब्जी हो अन्त त्यही भइकन यो भात चाहिँ अलिअलि भुटेर उयो गरेर चाहिँ खाइदिनु आँटेको ल यति भन्दै गाइस म चाहिँ मेरो भिडियो यतिमै सघाउँछु भन्यो भने त्यस्तो शब्दहरू पनि केही नै आएन मुखमा ल अब यतिमै सकाइदिन्छु अन्त यो आउने बिहिबार चाहिँ फेरि अझै एउटा हाल्छु होला किनभने म लास्ट बिहिबारै सोचेको थिएँ कि तर फेरि अब छुट्टीमा एक दिन त पाउँछ के गर्नुहुन्छ हो छुट्टीमा अन्त यो बिहिबार चाहिँ यसो होइन छुट्टीकोमा हालिदिउँ सोचेको छु ल गाइस थ्याङ्क्स फर वाचिङ टिल नाउ सी यु अन अनदर भ्लग एन्ड सब्सक्राइब